हेलो युट्युब फ्यामिली। सो आज चाहिँ हामी फेरि पनि खेल्दैछौँ स्क्विड गेम सिजन 3 विथ माई ब्रदर्स। ओके दिचान्त हो नि हामी यहाँ उफ्रिदेऊ त केटी। दिचान्त यो मेरो अगाडि छन्। अब हाम्रो गेम स्टार्ट भइसकेको छ फाइनल्ली। फर्स्ट रेड लाइट ग्रीन लाइट होला मेबी। फाइनल्ली म भन्छु फ्रन्टम्यान प्लेयरै भन्छु। नट इन्ट्रेस्टेड प्लेयर भनिसके। ल पाए कपिराइट हुन्छ कि डर लाग्छ क्या तल फेरि। त्यहाँ फेरि अचल अहिले डिसिप्लिन बोयो भने भिडियो स्टार्ट भएदेखि ओके होइन चिचारो भन न सुनिन्न कि हो ग्लास मेकर मलाई कहिल्यै गराउनु यो ग्लास मेकर। अघि खाली यस्तो केटीहरूलाई गराइदिन्छ यार गेमको बोका। प्लिज कट गाइज चाहिँ तपाईँहरूले सुन्नु भएन है केही पनि। गेम पनि हरामी रहेछ क्या स्क्विड गेम। यसमा थाहा तिमीले के गर्ने अरे म सिकाउँछु। नयाँ बच्चा जन्मियो मलाई नपर्दियो हुन्थ्यो। 310 के बच्चा जन्म पर्दिन्थे होइन हामी चाहिँ होइन है नयाँ बच्चा। माग कहाँ हो म यहाँ देख्नु विन द गेम्स विथ गो थ्रु द डोर एन्ड टेक द फोटो। खटा खिचियो भाइरल विन भइयो नि गाइज। सिग्मा सिग्मा बोइज किन दुगुरेको सबै हामी त सिग्मा बोय जस्तो हिँडिन्छ। सिग्मा बोय हजुर हाम्रो डोरमा फेरि कपिराइट हुन्छ। बेबी गिभ मी खै मेरो दिक्छ जाए। बेबी कहाँ बेबी ए ग्लास मेकर बेबी लियो भने के हुन्छ र हामीले डबल पैसा पाइन्छ धेरै पैसा पाइन्छ। ए चाहिन्न बरु डबल पैसा। तिमी कहाँ हो त्यति गरेको म तिम्रो पछाडि देखिरहेको म डिच्याम्पियन जान्छु। गाइजहरू तपाईँहरूले देख्नु भएको छैन होला उहाँ डिएनबी लेखेको वाला दिच्छान्तुन। लेट्स गो यो कुन हो मलाई फसायो। छिटो आउनु के त टाइम छैन के यसलाई हेल्प गर्नु हानेन यसलाई हेल्प गर्नु पर्यो। छोडिदिनु के आफै आउट हुनुहुन्छ होला के ओए के भयो त मेरो भिडियो ए दिशाले जिति भाइ कहाँ हो दाइ म आउन सक्दिनँ होला। छिटो आउनु न दाइ म यहाँ उफ्रिएर हजुरलाई मोटिभेसन दिइरहेको छु है। मेरो भाइले मोटिभेसन दिइरहनु उहाँ उफ्रिएपछि म त कसैलाई बोक्दिनँ म आफैलाई यहाँ बोक्ने अवस्था छ। म बोक्नु पर्दैन पोइन्छ सिग्मा सिग्मा बोय सिग्मा आउनु यहाँ क्यारी गरौँ न। क्यारी गरौँ उता नजाऊ अब तेरा क्या हो रे कालिए कति गरेंगे जाम न नाचौँ न दुबुरे गुन्दुरे ल उफ्रा त एकचोटि मजा आउँछ। ल नाच्ने यता कुना ठेलो हामी नाच्ने दुबुरे गुन्दुरे रेड लाइट ग्रीन लाइट इजिली पार हुन्छ जस्ट लाइक ब्रेक। यति जाबामा नि 19 जना एलिमिनेट यार नुपहरु हुन् कि यिनीहरु त नुब जस्ट लाइक क्रिस दाइ ए भन गाडी बोका गाइस ओ मा द जाम लेट्स गो बेबी जू मैले गर्दा एक बढ्यो म खेल्दिन। सिग्मा बोय म त काटामा थिए छ ए हजुर यति म त काटामा हामी भ्याउनी म हामी त काटामा थियौं तर पनि खेलेर जितिन्छ है यस्तो पर्छ यस्तो लास्ट टाइम त हामी दुईटा फाइनलमा पुगिदिरहेको जित्ने। मेरो भाइले मलाई जित्न दिइहाल्छ नि मलाई जित्न दिइहाल्नुहुन्छ नि मेरो दाइले लाकेला दिमले नि त उता लेखा लाइन बाहिर जाऊ ए हनीकम यस्तो इजी पिजी कहाँ हुन्छ हजुर खै रोक म चुच्छु
कुन चाहिँ भन्दा हो यो सेन्टरवाला हजुर जानुभयो म चाहिँ छु म नि यहाँ नबसम बहुत एकदम अम्मा मलाई 9 सेकेन्ड छ नत्र गेमले छोडिदिन्छ आफै चुज गर्छ एकदम गाह्रोमा पर्छ नत्र गेमले डुबुरे घुन्डुरे ए तीनटै क्रस वाला पार्टी नै यता आइछ हामीलाई ओ सर्कल ओए, सर्कल। उता के पर्यो उता स्टार परेछ हामी अघि बसेकोमा जे होस् हामीले सही चुज गर्छु मैले जहिले ठिक चुज गर्छु हैदी छम भइरार्यो हामी म त टच खेल्छु म नि टच खेल्ने नि कहाँ अर्कालाई सक्दैन डुबुरे घुन्डुरे ओभर नि कस्तो खतरनाक हो है दाबेकै हैन मैले हाबा आउट हो गया यार ओभरमा नि हजुर ल ठिक छ गाइस मलाई डर लाग्यो अब चाहिँ एकचोटि भयो भने आउट हो Shit man shit man यो चाहिँ म खेले हैन गाइस अनेस्टली भन्दाखेरि यदि चाहिँ खेलिरहनु हैन दाइले क्र्याक हान्ने मैले चाहिँ दाइले जिताइदिने थ्याङ्क यू ओ यहाँ भरिङ छ म त गएँ भरिङमा चढम म त झरे सिग्मा बोय ओए कहाँ किन हान्ने त बौला क्या यो पहिले देखियो तिमीले थाहा भएको अबे मलाई हानु फेरि हानेर नि लाग्दैन के म त लासात सिग्मा बोय दीक्षान्तले पनि भिडियो गरेर त दुईटै जोड्न मिल्छ भयो जोड्दिनु स्टार्ट गर नि त भिडियो तिमीले गाइस तो गाइज हाम्रो बच्चावाला कहाँ गयो हो यो बराबर उतै जाम कसो छ भइदियो नत्र भए त यो बच्चा एक्सैस बच्चा ऊ यो सेतो सिधा यो सिधा बच्चा हो यो सिधा ला लाइट आउट भाग लुको एउटा काम गर लुको चढ्दैन म त लुके हान्ने हो र हानम न जाम ई मर्यो भने दिमाग खराब मेरो त त्यसरी हेल्थ कम हो कति फुल मलाई घर हान्दिनु पर्छ क्या अच्छा बेटे यो माथि बसेको पिट दियो ए तिमीले मलाई देख्दैन म कहाँ हो यो बच्चालाई हानु बच्चामा आएको रे बच्चावाला सरी युट्युब यदि कुनै गल्ती भएन ए हजुर हो आइज मैले त गाले नि फ्रन्ट प्यान्ट बाउन्टी हाल्दियो यार कसलाई हो यो हुन त मसित त पैसा नि छैन फ्रन्ट प्यान्टले बाउन्टी हाल्नलाई ओ तिमीलाई बाउन्टी लगाइदियो फ्रन्ट प्यान्टले यार किन खै 100 रुपैयाँको बाउन्टी तिमीलाई मार्नु पर्यो तिमीलाई मार्छु म दाइ 100 रुपैयाँ पाउँछु तिमीलाई मार्यो नि तिमी 100 रुपैयाँको बाउन्टी हो तिमीलाई मार्यो नि 100 रुपैयाँ पाइन्छ तिमी उसैले हान्न सकेको त हान्थ्यो र मलाई त अबि बेइ मैले सक्दैन 100 रुपैयाँको बाउन्टी लगाइदिएको के यसले के हुन्छ र अब तिमीलाई मार्यो नि 100 रुपैयाँ पाइन्छ तेरि मलाई मार्ने हो हैन मार्छेन खातमा गरिदिन्थे ल मेरो गाइज आजको भिडियो थोरै होला जस्तो गाई त म चाहिँ क्रस गरौँ किनभने यता धेरै मान्छे छैन नि त लेट्स गो बेबी ल्या गोली पड्केर चाहिँ गाडा के ए हावाकै गाडा पनि त गाड त हावा हो मान्छे त मार्नलाई रेडी हो कि आइ कसरी छिरिरहेछ नि यिनीहरू यदि तपाईहरू र हामी मात्र खेल्ने दुईटा बट हामी के बन्ने गाड बन्ने हैन गाड बन्न छ भने भिडियो लाइक एन्ड सब्स्क्राइब फ्रन्ट म्यान बन्ने भए पनि ल फ्रन्ट म्यान त हुन्न अलि फ्रन्ट म्यानको लागि दाइको च्यानलमा 1k DM मा ल्याम्म पुनि बित्तिकै म ओ यो के हो दिन्छ हाइड एन्ड सिक हो हेलो यो के हो माइन यु वान्ट म त रेड टिम बिचान यो अर्कै गेम हो के यो तिमी ब्लू हो नान्नु है दाइ ए रेडले के गर्ने हो रेडले हामीलाई हान्ने हो बताइदिनु है म त हजुर एउटालाई हान्नु गएर उठाउँछ उता तल गएर
उताको कोठा गएर उठाउको जाऊ म खेल्दै गर्छु गाइस एकैछिनको लागि लिभ रेडी आई एम रेडी फेरि पैसा काट्छ कि भनेर हजुरको पैसा काट्छ कि भनेर दिचेन्द काट्यो होला नि बस यहाँ दिचेन्द हामीले के हानियो सरी गाइस दिचेन्द बाबासित बोले यस्तै हो अब के अन्त फटाफट 1K लेट्स गो अब हामी मार्नको पट्टि दिचेन्द कहाँ आऊ तिमी म आउँदैछु आऊ आऊ ल हुन्छ मर्यो गाडी चल मर्यो बस यहाँ छ गाइस किचन मर्यो हजुर थ्याङ्क्स फर वाचिङ आजको लागि यति नै ओके सो के भनेको राम्रोसँग बाई